म यहीँ राख्नु
कहिदिन यहाँलाई बनाइदिन्छु। रुख चाहिँ उसैको बगेर आएको उही हो होइन तर त्यो फेरि घरै त हुँकुसुङमा हामीहरूले किन भाले दिन्छु त्यो हुँदैन यो जागो भाले किन काट्छु त अनि हुँकुसुङमा चामल सबै हुन्छ चामल भन्नु हामी खेलेर गएर उसेर आउने चामल भन्ने कता होइन बिजो बिजो छ नि ऊ त खतरा ढोल्यो नि। उसले सबै जानेर त्यहाँ चुप लाएर बस्न भने पछाडि पो गर्ने त त्यहाँबाट पछाडि राख्ने हो क्या बोतल एउटै भन्छ त्यो बखानहरू के अहिले जान्दो रहेछ न 2 बजे अगाडि जान्छ अहिले झोलेले सिकाउनु थाल्यो भने के काम छ नि म यता लागेन नि हामीहरूले माथिबाट बिन्ती गरिन्छ सिकारी सिकारीले के भन्छ सिकारीको हल्दै वादिन राख्छ होइन यतापट्टि भोगिन्छ अनि यो चामल कसरी दिन्छ यता सुन्नु मेरो त्यहाँ भन्नु अनि मलाई मसँग सोधेँ भाले काटेर चकमा त्यसलाई दिँदैन सुक्को लाएर बस्ने कि अनि यिनीहरू धान त्यसलाई थुप्रै खुवाउनु पर्छ मेरो कुरा सुन्दैन यहाँ मैले के भने त यता आइदेन यसलाई म अन्डा कहाँबाट दिन्छौँ जान्ने त
यो दोकाना जस्तो पनि हो कि हाम्रो बुबुको मोबाइलमा चाहिँ भिडियो गरेर एडिट गरेर हाल्नु भने भ्युज डर जान्थ्यो होला है यसको चाहिँ चिन्ता गर्दा खतरा जाँदो रहेछ हौ लगेर उसलाई दोहोऱ्याएर उहाँ गाड्यो एउटा बाख्रा खाने मान्छेहरू केही भएको मान्छेहरू छ्यास छुइदिन्थ्यो त्यो मान्छे मर्थेन नानीले गएर हिलो समातेर सबै खेलेर पनि लगेर घोराएर त्यो ठाउँमा पुऱ्यायो के भन्नु अब मैले सबै कुरो जान्छु मेरो पनि मिस्टेक हुँदैन त्यस्तो भएको तर यो नानी 40 वर्ष हुँदा पुग्नुभन्दा अगाडि नै ऊ मर्थ्यो कि मर्ने हेर्ने केटा एकदम कम्ती आएको मान्छे 8 वर्ष र यो केटाको चाहिँ के थियो भन्दाखेरि ऊ चाहिँ मागको आयो फेरि हामी हो मलाई सिकाउनु भएको थियो तर उसले मलाई सिकाउनु गयो तर त्यही गएपछि अब जब लागेर 40 वर्षभन्दा अगाडि यो केटा आएछ भने त थुक्क यो थान्नु पर्छ क्या 40 वर्ष लाग्छ उसलाई अब आउनु अब उसले के गर्नु पर्यो भन्दाखेरि काममा बुझाउनु पर्यो यसमा गाडी सडा बुझाउनु पर्यो अलिकति संसारी बुझाउनु पर्यो त्यहाँबाट चाहिँ के बुझ्छ अब 40 वर्ष उसलाई लाग्छ त्यहाँदेखि मात्रै मान्छे हुन्छ मान्छे हुँदा पनि उसले भाग पाउँदैन ऊ चाहिँ धामी भएर आउँछ तर कसको कोखमा आउँछ भन्दाखेरि ताङ्लो हालेको छोरी चेलीको कोखमा मात्रै आउँछ छोरा हालेको कोखमा यो केटा आउँदैन ठोक्क दिन्छु उसले मेरो दियोङमिया छ ताङ्लाको अब छोरी चेलीको कोखमा मात्रै आउँछ छोरा हालेको कोखमा आउँदैन तर यो केटा अहिले कामेको थियो भने सायद यो केटा त नि खतरा केटा हो बुढी के अरे आमाको कोखमा कामेको मान्छे हो आमाले बुझेन यस्तो कुरा ऊ ताम्पुङ हिङमा दिपुङ हिङमाको माङ्पा थियो ठुलो हिङमाको माङ्पा थियो सानैमा उसले पाएको थिएछ तर के गर्नु छोडाइहाल्यो अनि ठ्याक्कै वैशाख आउनुभन्दा अलिकति अगाडि यसो उसको ग्राजप गर्दै रहन्थ्यो ग्यारेन्टी ठोक्क गाउँकै हो मान्छे तर के गर्नु बुझेन देखिन त्यो सानो भन्ने हामी हेपिहाल्यौँ हामीलाई हेपिहाल्यौँ ओची रिसु रुबान भने मको पापा पारुहाङो आन छुङ छुन पारुहाङको छुन पनि रहेछ अनि बोबी पनि छुन रहेछ बोबी छुन्दै बिचाराले छुन सेन्काउनु सकेन क्या खरिलो नानी चाहिँ कसरी सेन्काउँछौ त्यो त अब ठुलो मान्छेले अलिकति बुझिदिनु थियो भने
त्यो छुन चाहिँ थियो किनभने साह्रो रिसाउँथ्यो नि छिट्टो रिसाइहाल्थ्यो बोबी छु उसले गर्नु सकेन क्या छुन मात्रै झारिदिनु छिट्टो रिसाउँथ्यो फेरि उसले मागेको केही पनि छैन उसलाई एउटा पेन्सिल छ एउटा यत्रो नै के खाता साता के छ उसको माग त्यति मात्रै छ अनि म उसको छेउमा बुढो जेन्जी जेन्जीले मागेको किन्नु अब के त्यसको बर्थडे गिफ्टमा नाना चाहिँले ल्याइदिएको हो फेरि ठक्कै मागी पठाएछ उयो यसले बर्थडे गिफ्ट त्यसलाई ल्याइदिएको नि त अघिसम्म त निकालिदिएको थिएन एकैचोटि बालामा भनेपछि त्यसको नानीको साइब हजुर तपाईँ जीवित हुनुहुन्छ नि तपाईँलाई जितेर खान्थ्यो कि केटाले तर किनभने अलिकति कर्म कम भयो दादा हजुर नरिसाइदिनु सरी यो 8 वर्षको रुपमा अब नानी त्यस्तो हो यदि 8 वर्ष पढेको भए पनि अब सायद अब के भन्नु होइन देखेर भन्नु 40 त रसै गर्दैन त्यसमा हुनुहार चाहिँ हुनुहारै नानी हुनारै हुन्थ्यो यदि 8 वर्ष पटेको भए 40 बिचमा हुनुहारै धेरै नै हुन्थ्यो र पनि 8 वर्ष तर तपाईँलाई चेतावनी दिन्छु है हजुर 8 वर्ष के अरे 8 वर्ष पढ्नु सकेन र पनि हेर्नुहोस् धेरै मान्छेको धेरै होइन व्यक्तिको मनमा बस्नु सक्यो ट्यालेन्टेड थियो देखाएरै नै गयो भनौँ न उसको सम्झौँ कि मानिलिउँ छोटो नै कि आज कसो हो 8 वर्ष बस्नु भएको थियो भने के गर्नु चाहियो तपाईँहरू मलाई त हेर्नै दिँदैन क्या तर यो केटा चाहिँ कस्तो खालको मान्छे हो भने तपाईँले सिकाएको मान्थेन तपाईँले भनेको मान्थेन तर उसको खुसीले चाहिँ उसको क्रिएटिभ माइन्ड भएको मान्छे हो थियो थिनु चाहिँ अब के गर्नु घुमाइहाल्यो कराउँदा चाहिँ डराउँथ्यो सिकाउँदा त अर्कै कुरो हो त्यो उसको दिलको कुरो हो जन्म त अब कताबाट आयो के गर्यो तर त्यो नानी चाहिँ तपाईँको यो अहिलेको केटा छ नि यो केटा त कटुसको काँडाले पनि नछेक्ने मान्छे मैनाली काँडा पनि नछेक्ने मान्छे चाहिँ हो अब किनभने त्यो कोपाको छिट हो कि दिवा छ जुठो पकेट भयो निमा बुझ्यो तिमीहरूले जुठो बार्न सकेनौ नानीले ठ्याक्कै नानी त्यहाँ गयो पानी गएर डुब्नुभन्दा 2 दिन अगाडि नानीलाई जुठो लागेको बुझ्यौ होइन जुठो साथीसँग जुठो खाएको थियो तर बाख्राको मासु चाहिँ नपत्ने थियो नानीलाई ठ्याक्क जुठो नानीले निमालाई भुलायो साइबरलाई भुलायो साइबरलाई भुलायो नानीको किनभने स्वतन्त्र पायो त हौ अब जिउनु पाइयो मर्नु पाइयो माग पाओ हाम्रो पापाको सर्टमा आएको थिएछ त उहाँ गइकन चाहिँ खाएछ नानी यहाँ होइन नानीको करन जानुभन्दा 2 दिन अगाडि चाहिँ खाएको रहेछ यी यतै त खायो अनि म त जन्मदेखि अहिलेसम्म खाएको छुइनँ होइन नानीले चाहिँ होइन सुनसा चलाउँदिनँ पनि खाँदिनँ पनि होइन होइन छैन यहाँ कसैको कहीँ यताउताबाट चाहिँ छरछिमेकीबाट होला भेटायो त्यहाँदेखि तपाईँकोमा आएर के भने होला यहाँ कोही छ यहाँ म टाउको दुख्यो आए पनि भने होला यहाँ त केही भन्यो नानीले भनेको छ के आए भन्यो कि साथीहरूसँग कस्तो त्यो पनि भन्यो होला तिमीहरूले होइन तर त्यो नानी चाहिँ गम्भीर अवस्थामा त्यो नानीको पुरै 7 महिने गडबडी नानी उठ्नु नसकेको तर बल्ल बल्ल उठ्यो तर सत्य लग्यो सत्य तर एउटा कुरो हेर्नुहोस् तपाईँहरूले अर्काका नानीले उहाँ घुमाएर वात्तै हाल्यो भने नभन्नु होला हाम्रो मान्छे कारण है त्यो यो चाहिँ तपाईँहरूले मुद्दा गर्ने काम चाहिँ नभन्नु होला नानी त आयो पनि थियो अब रहेको छैन 40 वर्ष रहन्थ्यो तर माछा कुप्पाको माङको पूजा चाहिँ तपाईँको घरमा बस मैले पनि सिक्नु पर्ने थियो क्या त्यो नानी त्यति ट्यालेन्ट नानी हो माङ पायो
नानी त्यस्तो तर अहिले उसले के मागेछ भन्दाखेरि एउटा पेन्सिल मागेछ एउटा जुत्ता मागेछ त्यति त अब त्यति नै अनि त्यहाँभन्दा धेरै नानीले जे माग्छ म त्यही भन्छु म त्यति नै गर्छु तपाईँलाई परेको मलाई परेको है साहेब है अब यो मेरो चाहिँ छुकु भेङ्सा म यति गर्छु नानीलाई पार पाउने नपाउने भनेको कुरो चाहिँ हेर्नुहोस् तपाईँहरू वलुपा वेङछाहरू म भनेको छाङछाङको वालक छाहरू हो होइन हो घमण्ड चाहिँ कहिले पनि गर्नु हुँदैन है म चाहिँ के भन्छु है यति सास हिँड्छ यति सासुहरू घमण्ड नगर्नुहोस् यति हुँदा पनि तपाईँको खुट्टा नघटोस् क्या यति नै भन्छु म तपाईँहरूलाई मैले चाहेको र तपाईँले चाहेको कुरो चाहिँ एउटै हो तपाईँले अहिले के चाहनुहुन्छ भने तपाईँलाई स्वतन्त्र चाहिएको छ मलाई पनि स्वतन्त्र चाहिएको छ तर नानीलाई पनि स्वतन्त्र दिउँ म अब दिन्छु तपाईँहरूलाई खुसी होस् कि नहोस् म जान्दिनँ म पनि अलिकति अप्ठ्यारै पारेर आएको छु हुन्न भन्दा पनि नानीको लागि म आएको छु तपाईँहरूको लागि आएको होइन छैन म नानीलाई म कर्म दिन्छु भोलि गएर त्यो नानी माग भयो भने म नानी हुन्छु होला बुझ्नुभयो त्यतिखेर त्यो अहिले मैले उहाँलाई कर्म दिएको मलाई पनि उहाँले मलाई दिन्छ कि आलो पालो त्यतिलाई मात्रै आएको तपाईँहरूलाई आएको होइन सरी आइनु त्यतिलाई मात्रै हिँड्छु म अरूलाई केहीमा नै हिँड्दिनँ मलाई अब यो नानीको लागि यो नानीले मलाई पछाडि पक्कै मलाई किनभने मैले सहयोग गरेको छु आज त्यो नानीले मलाई पछाडि सहयोग गर्छ बस म अरू कोही पनि जान्छु सबै दाँतै दाँत छ सबै एउटै छ मेरो दियो मलाई यो नानीलाई त्यही नानीले पुऱ्याउनु पर्छ माग पायो अहिले चाहिँ यो नानी चाहिँ को माग पायो मैले यस्तो खाक्चीले हाल्नु मिल्दैन सानो भए पनि बुढी हो ठुलो अनि बुढी हो तर मेरो अहिलेसम्म ग्यारेन्टी हो ल मेरो भाइ चाहिँ यहाँ बोल्नु जान्दैन यो सिधा मान्छे हो तर म जस्तो खट्टु पनि होइन म जस्तो झट्टु पनि होइन तर मैले गरेको कुरो फेल खाएछ ग्यारेन्टी यो नानी पुरै खिसक्यो तर पुख्खाला पछाडि भन्नु पाउँदैन पाइन्छ नि किन पाउँदैन अब म जाने आमा पनि गयो चुरोट भाङ